आज म एउटा क्वेसन लिएछु क्लास 9 बाट, जुन क्लास 9 को यो म्याथमेटिक्स रहेको छ त्यसबाट एउटा म क्वेसन लिएको छु। च्याप्टरको नाम रहेको छ एरिया अफ ट्रायंगुलर एन्ड क्वाड्रिलेटरल शेप ल्यान्ड। यो च्याप्टरको नाम रहेको छ। यो च्याप्टरमा विशेष गरेर हामी जमिनको बारेमा जानकारी लिन्छौँ। विभिन्न किसिमका मेजरमेन्टहरू हामी गर्ने गर्छौँ। जसरी जमिनको कुराहरू गर्दाखेरि बिघा काठा मतराईतिर धेरै फेमस छ, तर यही कुराहरू हिमाली एरियामा अन्नाको रूपमा आउँछ, रोपनीको रूपमा आउँछ, त्यहाँ धेरै फेमस छ। तराई एरियामा काठा धुर बिघा त्यो फेमस छ। त हामीलाई मेजरमेन्ट गर्नको लागि केही त केही हामीले उपाय चाहियो। यहाँ सबै युनिटहरू छ जुन मिटर स्क्वायरमा दिन सक्छ, स्क्वायर फिटमा दिन सक्छ, बिघा काठा रोपनी अन्ना। त यही च्याप्टरबाट म एउटा क्वेसन सेलेक्ट गरेको छु। र एउटा कुरा यो छ कि हिसाब हामीले गर्दाखेरि पुरै जति यो रुल्सहरू दिएको छ हाम्रो, कति बिघामा कति काठा हुन्छ, कति रोप्ने, कति अन्ना, कति एक दाममा कति पैसा हुन्छ, त्यो सबै हाम्रो माइन्डमा हुनुपर्छ। मतलब रिमेम्बर हुनुपर्छ, याद गर्नुपर्छ कि ताकि हामी हिसाब बनाउँदाखेरि सजिलो रहोस्। ओके, नाउ स्टार्ट दिस प्रब्लम्स। त यहाँ म एउटा सानो हिसाब लिएको छु, एउटा जुन कन्सेप्ट रिकलको 12 नम्बरको 1 मा रहेको छ। एक रोपनीलाई पैसामा चेन्ज गर्नको लागि, मतलब 1 रोपनी इन्टु पैसामा, त एक रोपनी छ त्यसलाई पैसामा हामीले कन्भर्ट गर्नु छ। हेर्नमा सिम्पल हेरा परिरहेछ, तर गर्दाखेरि अलि जटिल जस्तो लाग्यो। म यसलाई गरेको छु। ओके, नाउ स्टार्ट। तपाईँ यहाँ हेर्न सक्नु भइरहेछ, यसलाई म सोल्भ गरेर राखिलिएको छु किनकि मोबाइलबाट भिडियो बनाइरहेछु र लेख्दाखेरि फेरि भिडियो रेकर्ड गर्दाखेरि यताउति भइहाल्छ। त्यसै कारण म पुरै बनाएर तपाईँले स्टेप बाई स्टेप म यहाँ सम्झाइदिन्छु। यहाँ पहिला दिएको छ 1 रोपनी इन्टु पैसा, मतलब एक रोपनीलाई हामीले पैसामा कन्भर्ट गर्नु छ। त पहिला यहाँ लेखेको छ वी नो द्याट, यहाँ दिएछ 1 रोपनी। त पहिला 1 रोपनी, यहाँ दिएछ 1 रोपनीमा पैसा, अब 1 रोपनीलाई पैसामा चेन्ज गर्नु छ। त हामीलाई थाहा छ कि 1 रोपनी बराबर कति अन्ना हुन्छ, 16 अन्ना हुन्छ। यहाँ दिएछ 1 रोपनी बराबर कति अन्ना हुन्छ, 16 अन्ना हुन्छ। यो हामीले थाहा छ, यो याद हुनु पर्यो। 1 रोपनी इक्वल टु 16 अन्ना हुन्छ, यो थाहा छ हामीलाई। ओके, चाहे हामी 16 अन्ना इक्वल टु 1 रोपनी पनि लेख्न सक्छौँ। 16 अन्ना इक्वल टु 1 रोपनी पनि हामी लेख्न सक्छौँ। ठिक छ। त यहाँ हामी निकाल्नुपर्छ 1 अन्ना। तपाईँ यहाँ निकालिदिन्छु म 1 अन्ना इक्वल टु, त अब 1 अन्नामा कति रोप्ने हुन्छ त 1 अन्ना इक्वल टु, अब यो 16 लाई यहाँ 1/16 भइहाल्छ रोप्ने। त 1 अन्ना बराबर 1/16 रोप्ने। ठिक छ। अब हेर्नु, अब यहाँ छ 4 पैसा। अब 4 पैसा कहाँबाट आयो त यहाँ हेर्नु। त 1 अन्ना बराबर कति पैसा हुन्छ, 4 पैसा हुन्छ। 1 अन्ना बराबर कति पैसा हुन्छ, 4 पैसा हुन्छ। त यहाँ म अन्नाको ठाउँमा 1 अन्नामा कति पैसा, 4 पैसा। त यसको ठाउँमा म यो 4 पैसा लेखिदिएको छु। त अब भइसक्यो 4 पैसा इक्वल टु 1/16 रोप्ने, 1/16 रोप्ने। अब यो 16 केमा छ, डिभाइडमा, यता आउँछ भने के भइहाल्छ, मल्टिप्लाई। त अब 4 इन्टु 16 पैसा इक्वल टु 1 रोप्ने। यही त हामीले चाहियो। 1 रोप्ने बराबर कति पैसा, त 4 इन्टु 16 गर्छौँ कति भइहाल्छ हाम्रो, 48 पैसा इक्वल टु 1। त 1 रोप्ने इक्वल टु 48 पैसा। यस्ता म भिडियोहरू 8 क्लासको, 7 क्लासको, 9 क्लासको, 10 क्लासको हालिरहन्छु। तपाईँलाई पुरै भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला। हवस् त, थ्याङ्क यू।